हेर कृष्ण मारा छैन कहिले, दिन रातै तिमीलाई मात्र सम्झिरहेको छु मैले। आज माहौल अलिकति अर्कै छ, कला घरमा आइयो। आज माहौल अलिकति अर्कै छ, कला घरमा आइयो। अरू कुरा गर्नुभन्दा कला घरलाई सहयोग माग्देऊ पहिले। तिमीले दिनकै सम्झिएको मैले थाहा पाएँ, तिमीले दिनकै सम्झिएको मैले थाहा पाएँ। त्यही घर त टिमै बोकी कला घरमा आएँ। सहयोग मैले मागिसकेँ, जसले पनि दिन्छन्। यहाँ आकाले पनि यसो सिन्धुली घर कला घर हेरेर यसो दान दक्षिणा गरेर आफ्नो घरतिर हिँड्छन्। कोही आछन् यहाँ फुलकुमार, कोही आछन् यहाँ अरू, सबैजना दिन दिन लाग्ने हुन्छन् कला घरमा आउनेहरू। तिम्रा बाउलाई देख्दाखेरि, तिम्रा बाउलाई देख्दाखेरि कस्तो कस्तो भयो। के गर्ने हो ए पवित्र रक्तले, मन त यतै गयो। बाजे मन्दिर पढ्नुहोस्। भन्थे होला मैले पनि मनमुटु साटम, भन्थे होला मैले पनि मनमुटु साटम। साँच्चै बोले धर धर्म आज किन ढाँटम। भन्थे होला मैले पनि मनमुटु साटम, सत्य बोले धर धर्म मैले किन ढाँटम। चैत गयो वैशाख आयो, चैत गयो वैशाख आयो, अनि कृष्ण पनि आयो कि यही वैशाखमा आटौँ। वैशाख जेठ असार साउन भदौ असोज कार्तिक पछि भेटौँला मङ्सिरमा। यी सबै महिना आएपछि भेटौँला मङ्सिरमा। तिमी किन बसेकी छौ धुकछुक गर्दै पिरमा। सजाएर नौमतीमा तिमीलाई घर लान्छु। आज भने सक्दिन है टोलीसँगै जान्छु। ए पवित्र, छैन मलाई तिमीले मन दिन्छौ। आस्था खासै छैन मलाई तिमीले मन दिन्छौ। पायो भने सिन्धुलीको जुनारको रस लिन्छौ। आस्था खासै छैन मलाई तिमीले मन दिन्छौ। पायो भने सिन्धुलीको जुनारको रस लिन्छौ। भो बरु मैले अन्तै मन मोडिदिउँला, भो बरु मैले अन्तै मन मोडिदिउँला। तिमी त 1600 गोपिनीको अघि पछि हिँड्छौ। 1600ले पुग्या छैन अहिलेसम्म हामीलाई। त्यसै गरी थोरै मान्छे चाहिन्छ। 1600ले पुग्या छैन अहिलेसम्म हामीलाई। 3टा सिट त टक्कै खाली रहेछ श्रीरामलाई। श्रीरामले भनेका छन् पवित्र रमतेल लान्छु, तिमीले यस्तै मन बिगारे मनमायासँगै जान्छु। तिमी ढुक्क भएर मलाई नछोडेपछि यतैतिर बस्छु। होइन भने तिमी लाग श्रीरामका पछाडि, म त मनमायाकै घरमा पस्छु। तिमी मेरो होइन भने मैले कहिले, तिमी मेरो होइन भने मैले कहिले। भेट भगी झगडा मात्र पर्छ बाबै जहिले। तिमी मेरो होइन भने मैले कहिले। भेट भयो कि झगडा मात्र पर्छ बाबै जहिले। आज भोलि तिमी नै टाढा टाढा गाछौ, आज भोलि तिमी नै आफै टाढा टाढा गाछौ। होइन हात समाएको बिर्सिएछौ पहिले। दिनकै झगडा पर्नुमा सोच आफै तिमी कस्तो, दिनकै झगडा पर्नुमा सोच आफै तिमी कस्तो। भेटुना साथ किचकिच गर्छौ कान्छी बुढी जस्तो। किचकिच गर्छौ, मलाई टेन्सन दिन्छौ। यही पाराले कणेलसँग कहिलेसँगै हिँड्छौ। त्यहाँ पर कति देखे टाउका चस्मा लाउने, खसक खुसुक कानमा उनको गर्दै कुरा आउने। उनले पनि भनिसकिन् ठ्याक्कै जोडी मिल्छ, उनले पनि भनिसकिन् ठ्याक्कै जोडी मिल्छ। तर पनि बाङ्गो टिङ्गो तिम्रो मात्रै दिल छ। मैले क्यारी कुरा मिलाम, तिमी आफै कस्ती। भन्नुहोस् त हजुर छन् कि छैनन् मेरै आफ्नै जस्तै। भयो धेरै नपटार अन्तै माया लगाइदिउँ, भयो धेरै नपटार्यो अन्तै माया लगाइदिउँ। यही वर्षमा पहिला गएर घोरले छोरो पाइदिउँ। भयो धेरै नपटार अन्तै माया लगाइदिउँ। यही वर्षमा पहिला गएर घोरले छोरो पाइदिउँ। झन्
कति धेरै सजाको मुटुमा झन् कति धेरै सजाके थिए मुटुमा पराई भयो भन्छौ नपकाए गालामा मै खाइदिए मेयर साहबले संकेत दिए मेयर साहबले संकेत दिए तिमीले छोरो पाउँछौ त्यसैले बिहा नपाइन यत्रो कलाकारको यही टिम छुट्दैन भनेर यत्रो बढेर हाल्ने कुरा भएको छ आइसाले बिहा र भत्ताभङ्ग भयो त दिनुहुन्न मेयर साहबले संकेत दिए तिमीले छोरो पाउँछौ छोरो पाएर गए पनि फेरि यही आउँछौ दिनेश काफले हाउडे दाइले केटो मिलाछ अरे दिनेश काफले हाउडे दाइले केटो मिलाछ अरे उही केटाले छोडो भने यही हो तिमीलाई भरे कहाँ गयो श्रीराम जोरदार ताली यो बहिनी र मेरो असाध्यै राम्रो टुक्का मिल्छ कि घर कि मेरीसँग मिल्छ कि जेरीसँग मिल्छ उही कि पवित्रसँग मिल्छ जति मेरो प्यारो बहिनी हो